सबैलाई नमस्कार। सेवा नै धर्म हो भन्ने शीर्षकमा सानो कविता छ। सबैजनाले ध्यान दिएर सुनिदिनु होला। नसम्झाऊ अतीतका बेता, हृदय मेरो जल्दछ। अतीतका ती कहानी सम्झेर आखिर पिर पर्दछ। सम्झेर रुनी कोही भए आखिर मेरी आमा रोइदिन्छन्। मेरी आमालाई भनौँ भने मानसिक रोगी पो भइदिन्छन्। हेप्नीको नि एउटा सीमा हुन्छ, आफ्नो ऐना हेर्ने गर। हेप्नीको नि एउटा सीमा हुन्छ, आफ्नो ऐना हेर्ने गर। तिम्रा ती तिता वचन गढिरहेछन् जीवनभर। मन डढेर खरानी भएकी छु कोसीको बगर। मन डढेर खरानी भएकी छु कोसीको बगर। आउँछ दिन प्रत्येक मानिसको, त्यसैले हेला पटक्कै नगर। तिमी धनी भए पनि सुन पकाएर खाँदैनौ नि। गाइजहरू सुन्नु होला है। तिमी धनी भए पनि सुन पकाएर खाँदैनौ नि। गरिबको पीडा बुझ्न उसको घर त जाँदैनौ नि। बाँचुन् जेल माया गरौँ मरे सबै बगरमा। सुख दुःख यस्तै होइछ फरक हेर्ने नजरमा। सुख दुःख यस्तै रहेछ फरक हेर्ने नजरमा। अरूको मान पाउनलाई सम्मान पनि दिने गर साथीहरू। अरूको मान पाउनलाई सम्मान पनि दिने गर। तिम्रो सम्मान सम्झिनेछन् उनले जीवनभर। दोष मात्र नलगाऊ परिवर्तन बन्ने गर। दोष मात्र नलगाऊ परिवर्तन बन्ने गर। सेवा नै धर्म हो, सेवा नै धर्म हो बुझ्ने गर जीवनभर। सेवा नै धर्म हो बुझ्ने गर जीवनभर। समाजको लागि पनि थोरै समय दिने गर। समाजको लागि पनि थोरै समय दिने गर। मर्दा आखिर कसले के नै लान्छ र दिने गर। मर्दा आखिर कसले के नै लान्छ र। तिम्रा गाडी सुन पैसा सम्पत्ति के कति छन्। तिम्रा गाडी सुन पैसा सम्पत्ति के कति छन्। जति सुकै भए पनि भन त साथमा कसले लान्छ र। जति सुकै भए पनि भन त साथमा कसले लान्छ र। भविष्यको रेखा पनि हाम्रै हातले कोर्ने हो नि। भविष्यको रेखा पनि हाम्रै हातले कोर्ने हो नि। यो दिमागमा राम्रो कुरा हामी आफै भर्ने हो नि। दुर्गासीता भिरकुटिनी महान नारी थिए। दुर्गासीता भिरकुटिनी महान नारी थिए। समाजमा आजसम्म कति राम्रो सन्देश दिए। समाजमा आजसम्म कति राम्रो सन्देश दिए। तिम्रो दिमाग डोको भयो उसको हातमा कलम। डोको कलम दुवै मिली लाउनुपर्छ मलम। आफ्नो आफ्नो मूल्य हुन्छ समाजमा जस्तो आफ्नो आफ्नो मूल्य हुन्छ समाजमा जस्तो। अनि भन तिमीले भाग्य आखिर कोरेका छौ कसको हो नि। भन तिमीले भाग्य आखिर कोरेका छौ कसको। भाग्य कोर्ने अधिकार भगवानले दिए। आखिर के त्यस्ता मान्छेहरूलाई भाग्य कोर्ने अधिकार भगवानले दिए। भाग्य सबै भाग्य तिमी राख दुःख मलाई दिए हो नि। भाग्यशाली भाग्यमानी ठान्छु तिमीलाई जुन भाग्य लेख्छौ। जस्तो भाग्य लेखे पनि भाग्यमानी ठान्छु तिमीलाई जुन भाग्य लेख्छौ। शून्यतामा पुग्छ जीवन अनि मात्र देख्छौ। तुच्छ्याएर बोल्नुभन्दा बन्ने गर ज्ञानी। त्यही ज्ञान हुने गर्छ भगवानको ध्यानी। ध्यान गर्यौ भने तिमी राम्रो बाटो हिँड्छौ। अहङ्कारले भरिएमा तिमीले दुःख मात्र दिन्छौ। जन्मेदेखि मृत्युसम्म गरौँ असल कर्म। यही कर्मलाई भनिन्छ मानवको धर्म। मातापिता सेवा गर किन मन्दिर जान्छौ। हँसाऊ माता पिताको मुहार त्यसमा बल्ल वरदान पाउँछौ।
हँसाऊ माता पिताको मुहार, त्यसमा बल्ल वरदान पाउँछु। हस्, धन्यवाद, नमस्कार।